सल्लाहकार जीवछ यादवज्यू, वर्तमान सल्लाहकार जीवछ यादवज्यू, पूर्व अध्यक्ष श्री अमृत गुरुङको ममतामयी आमा स्वर्गीय नरविजा गुरुङज्यू, श्रमिक विभागका सह संयोजक रघुनाथ शर्माज्यूको माता राधादेवी शर्मा लगायत कतारमा ज्यान गुमाउनुभएका सम्पूर्ण व्यक्तित्वहरू, अज्ञात शहीदहरूप्रति हामी सम्झँदै हामी 1 मिनट मौन धारण गर्दछौँ। मौन धारणको लागि कृपया सबैजना उठिदिनु होला। समय सुरु। धन्यवाद। अब कार्यक्रमलाई अगाडि बढाउने क्रममा स्वागत गर्दै म बिदा हुन्छु। हस्त धन्यवाद। जय नारायण, जय नेपाल। अब म कार्यक्रमलाई अगाडि बढाउने क्रममा म अतिथिज्यूहरूलाई आसन ग्रहण गराउन चाहन्छु। व्यवसायी तथा अभियन्ता एसपी नाथज्यूलाई म अतिथिको आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। यसै गरी आइमी कतारका कन्ट्री हेड हेम सुवेदीज्यूलाई म अतिथिको आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। सेवा समाज कतारका अध्यक्ष जयप्रकाश यादवज्यू, समाजसेवी चन्द्रवीर यादवज्यू, तेजीलाल मण्डलज्यू, सादर आलमज्यू, यसै गरी म एनएचआरसी कतारका नेपाल प्रतिनिधि हमिद खानज्यूलाई पनि म अतिथिको आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। र अब म शुभकामना मन्तव्यलाई अगाडि बढाउन चाहन्छु। शुभकामना मन्तव्यको लागि म सम्पूर्ण परिषद सदस्यको तर्फबाट शुभकामना मन्तव्य राखिदिनुहुन्न। म पञ्जीकृत सदस्य कमल अर्यालज्यूलाई हार्दिक अनुरोध गर्दछु र पञ्जीकृत सदस्य नम्बर 211 कमल अर्यालज्यूलाई म आफ्नो शुभकामना मन्तव्य राखिदिन हार्दिक अनुरोध गर्दछु। नेपाली सङ्घ राष्ट्रिय सम्मेलन परिषद कतारको 11औं राष्ट्रिय एकता महाधिवेशनका श्रद्धेय सभाध्यक्ष, राष्ट्रिय परिषद कतारका अध्यक्ष रमेश भट्टज्यू, 11औं राष्ट्रिय एकता अधिवेशनलाई गरेका गतिविधिहरू प्रगति प्रतिवेदन प्रस्तुत गरिदिनु हुनका लागि एनसीसी कतारको प्रगति प्रतिवेदन प्रस्तुत गरिदिनु हुनका लागि एनसीसी कतारका महासचिव रबिन मगरज्यूलाई म मञ्चमा आमन्त्रण गर्दछु। फेरि पनि नमस्कार। गैरवासी नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद कतारको 11औं एकताको महाधिवेशनको अध्यक्षता गरिरहनुभएका एनसीसी कतारका अध्यक्ष रमेश भट्टज्यू, प्रमुख अतिथि
नेपाल सरकारका पूर्व अर्थ तथा परराष्ट्र मन्त्री डाक्टर प्रकाश शरण महतज्यू, विशिष्ट अतिथिज्यूहरू, पत्रकार मित्रहरू, गैर आवश्यक नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद कतारका पञ्जीकृत सदस्यज्यूहरू, कतारमा रहनुहुने सम्पूर्ण श्रमजीवी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू लगायत प्रत्यक्ष यस हलमा तथा अप्रत्यक्ष रूपमा जोडिनुभएका र लाइभ मार्फत सञ्चारबाट हेरिरहनुभएका सम्पूर्ण नेपालीहरूमा गैर आवश्यक नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद कतारको तर्फबाट हार्दिक नमस्कार अभिवादन। उहाँले गैर आवश्यक नेपाली सङ्घको सन् 2003 मा स्थापना भएको हो। विश्वकै दोस्रो राष्ट्रिय समन्वय परिषदको रूपमा कतारमा 12 डिसेम्बर 2003 मा संस्थाको स्थापना गर्नुहुने र यस अभियानमा सक्रिय रूपमा अनुगत लाग्नुहुने गैर आवश्यक नेपाली सङ्घका सम्पूर्ण अग्रजहरूमा राष्ट्रिय समन्वय परिषद कतारको कार्य समिति हार्दिक आभार सहित सम्मान व्यक्त गर्दछौँ। कतारका महामहिम अमिरको नेपाल भ्रमण सम्पन्न भएको छ, जसमा नेपालका सम्माननीय राष्ट्रपति कार्यालयको अनुरोधमा एनसीसी कतारले अमिरको स्वागतका लागि स्वागतद्वार निर्माण कुरामा प्रतिबद्ध रहेको छौँ। तर पनि कार्य समितिका केही साथीहरू कार्य समिति छोडेर अलग्गै आयोजक समिति बनाएकामा हामी खेद व्यक्त गर्दछौँ र प्रवासको सामाजिक एकताको लागि हामी सबैसँग आह्वान गर्दछौँ। राष्ट्रिय समन्वय परिषद कतारको स्थापनाको 22 वर्षको अवधिमा धेरै अवरोध पार गर्दै आज यहाँसम्म अग्रजहरूको मार्गदर्शन सल्लाह सुझावका आधारमा श्रमजीवी नेपालीको हित र संरक्षणमा सदैव अग्रणी कुमार थपलियासँग विदेशमा रहेका नेपालीहरूको मताधिकार प्रदान गर्ने सम्बन्धी अन्तर्क्रिया कार्यक्रम डिसेम्बर 2023 मा नेपाल सरकारका उप प्रधानमन्त्री एवं रक्षा मन्त्री पूर्णबहादुर खड्का ज्यू लगायत भ्रमणमा रहनुभएका व्यक्तित्वहरूको सम्मानमा भेट तथा स्वागत र अन्तर्क्रिया कार्यक्रम मे 2024 मा नेपाल सरकारका उप प्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री तथा जनसङ्ख्या मन्त्री माननीय श्री उपेन्द्र यादवज्यूसँग भेटघाट सम्मान तथा संक्षिप्त अन्तर्क्रिया कार्यक्रम 4 जुन 2024 गैर आवश्यक नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद कतार र काठमाडौँ मेडिकल प्रणाली बीच कतारमा कार्यरत नेपाली श्रमिक र आश्रित परिवारलाई विशेष सहयोगमा उपचारका लागि सम्झौता पत्रमा हस्ताक्षर 29/2024 मा नेपाल सरकारका पूर्व मन्त्री एवं प्रतिनिधि सभा सदस्य माननीय श्री गगन थापाज्यूसँग नेपाली समुदायको अन्तर्क्रिया कार्यक्रम जुन 13 2025 ट्राफिक सचेतना सम्बन्धी कार्यक्रम लगायत